जब पत्रकारले प्रदीप पौडेललाई प्रश्न सोधे, प्रदीप पौडेलको बोली बन्द भयो। भिडियो हेर्नलाई त आजसम्म तपाईँहरूले त्यही काम किन गर्नु भएन? त्यही काम यस्तो हो, सुकुम्बासी त्यही प्रक्रिया पुऱ्याएर त्यो सुकुम्बासीलाई त्यहाँबाट व्यवस्थित रूपमा अन्त किन सार्नु भएन? हुकुमवासीलाई किन धपाइदिनु भएन? सरकारी जग्गा किन खाली गर्नु भएन? त्यो ठाउँमा राम्रो बगैँचा बन्थ्यो होला, गार्डन बन्थ्यो होला, अरू बन्थ्यो होला। त्यो पाटोमा कमजोरी भयो। केही बोल्ने उत्तरै छैन, के बोल्ने भने के कमजोरी भयो भन्नुभयो उहाँले होइन। त्यो नै ठुलो कुरा हो। उहाँबाट सानो तिनो होइन, ठुलो कमजोरी भएको छ। 30 वर्षसम्म यी पुराना दलहरूले देश र जनताको लागि ठुलो कमजोरी गरेका छन्, घात गरेका छन्, जनतालाई रुवाएका छन्, जिउँदै मारेका छन्। अब त्यसको एक हिसाब किताब पक्कै पनि अब हुन्छ।